Hi guys, let's do what I eat in a day as I'm trying to lose my weight, but sometimes I overeat, so let's see what I eat in a day. सो बिहानी उठेर आई ह्याड माई क्यामोमाइल टी 6:30 बजीतिर त्यसपछि म लागेँ कति राम्रो सनराइज थियो कति राम्रो तर जुन चाहिँ क्यामेराले राम्ररी खिच्न सकेको छैन तर इट वाज सो प्रिटी त्यसपछि मैले बसेर जाँदैछु आइम हेडिङ टु माई ओएनटिसी त्यसपछि मैले फेरि तालपानी पिएँ बिकज आई कान्ट स्टार्ट माई डे विदाउट वार्म वाटर त्यसपछि आई ह्याड माई फ्रुट बल एट 11 PM त्यसपछि यहाँ म खाँदैछु क्लास चाहिँ चलिरहेको थियो एकैछिन 15 मिनट जतिको ब्रेक थियो सो मलाई यस्तो भोक लागिसकेको थियो त्यसपछि यो बाँड्नु भएको थियो हामीलाई तर मैले 1-2 बाइट मात्रै खाएँ तर यो कस्तो मिठो थियो यसमा चाहिँ होइन क्यारामेल चक्लेटको टेस्ट के त्यसपछि चाहिँ यो क्लास भयो मेरो अनि यो खाजा खाने टाइम लन्च टाइम भएको थियो सो मैले खाना तताउन लागेँ अनि खाना तात्दैछ अनि मिक्स गरेँ यो सबै क्याबेज अनि थोरै चिकन ब्रेस्ट एन्ड अल त्यसपछि मैले 4वटा कुकिज खाएँ टोटल क्याबेज 140 अनि एउटा ओट मफिन खाँदै खाँदै घर जाँदैछु त्यस्तो के भएको भोक लाग्यो गरेर त्यसपछि घरमा आएर एउटा चिकन ब्रेस्टको ऱ्याप बनाएँ यो चाहिँ स्विट पोट्याटोको प्याटी कस्तो मिठो हुन्छ हेर्दा नराम्रोदेखि पनि मिठो थियो मैले चिज पनि हालेर यसमा त्यसपछि एकछिन मैले ड्रामा हेरेँ यो मेरो बुरिटो ऱ्याप यति मिठो भएको थियो होइन गम खाएँ 2टा बनाएको थिएँ So this is my khana. त्यसपछि guys I made one more roti. त्यसपछि म खाना खान लागेँ गुवाम यति मिठो गरेर खाएँ भिडियोमा अहिले हेर्दा नि होइन वाउ मैले कति मजाले खाएको रहेछु जस्तो लागिरहेको छ होइन गुवाम खुवाएँ त्यसपछि सक्यो मेरो दिन बाई बाई सी यु इन माई नेक्स्ट भिडियो